लाइक सब्स्क्राइब गरिदिनु होला। चौबे ल्याएर आइसक्यो नि टोइलेट पनि 1-1 घन्टा बस्छ त कसले हेलो वेलकम टु माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज चाहिँ बिहानै घाम लागेको छामहरू देख्न सक्नुहुन्छ। यी पुरै गर्मी छ। आज चाहिँ यसो घर वरिपरिकै भिडियो बनाइदिएको, छोरी पनि स्कुल जान आँटेको छ। कपाल पनि यस्तो भइरहेछ, भर्खर उठेको। कसैले कपाल काट भन्छ, कसैले नकाट भन्छ। काट्नु कि नकाट्नु कमेन्ट गर्नु होला। मलाई नि काट्नु पनि मन लाग्छ, काट्नु पनि मन लाग्दैन। त्यही भएर राखिरहेको छु अहिलेसम्म चाहिँ। तर गर्मी महिना लाग्यो नि त, काट्नै पर्छ होला, लास्टै गर्मी हुन्छ। मेरो छोरी चाहिँ पढ्दैछ। के पढ्दैछ म सोध्छु है। छोरी के पढेको? कतिमा पढ्छौ? कति क्लासदेखि अरे? ल छोरी भिडियोमा के बोल्न चाहन्छु? लाइक सब्स्क्राइब गरिदिनु होला। लाइक सब्स्क्राइब गरिदिनु होला। ल उठेर एउटा गीत गाइदेऊ न ल। बादल बर्खामे चुली साउनको पानी चिसो चिसो मौसम छ तातो जवानी। कडा छोरी ल। मुटु मेरो दुख्न थाल्यो, ज्ञान मेरो सिक्न थाल्यो, के गर्नु भन न मायाको ओखती। बाइक चाहिँ अहिले यहीँ छ। भर्खर उठेको नि त, अब झिक्नु पर्ने छ। झिकेर जान्छु म। घरको अगाडि चाहिँ यस्तो छ, जो आउनुहुन्छ मलाई बोलाउन सक्नुहुन्छ। हेलो छोरी, तिम्रो नाम चाहिँ के हो? मेरो नाम माइरा लिम्बू। मेरो स्पेलिङ भनिदिन्छु ल गाइस। MAIRA माइरा अनि के LIMBY मिलो मिलेन होला। कुन स्कुल पढ्छौ भन्देऊ त? गुरुङ भ्याली एकाडेमी। ढाँटेको होइन नि? होइन कहिलेदेखि एक्जाम? होइन कहिलेदेखि एक्जाम? मार्क। बाबाको नाम भन्देऊ। मम्मीको नाम? बाई बाई गरिदेऊ। बाई बाई गाइस। म चाहिँ अब यहाँनिर बुढीलाई चाउचाउ पकाउ न भन्छु। के भन्नु रहेछ हेर्दै जानु होला। भिडियो भएर मान्यो भने मान्यो, नत्र मान्दैन क्या। हेर्दै गर्नु होला है। ओइ के खानु हौ? चाउचाउ ल्याउ न। चाउचाउ हो मलाई पुरा इग्नोर। के नखानु? चाउचाउ ल्याउनु चाहिँ मानेन है। मैले भनेको थिएँ नि मान्दैन भनेर। यस्तो छ क्या अब, खालि लुगा मात्रै चेताउनु खोज्छ नि त मेरो। जाऊ न चाउचाउ ल्याउ। चाउचाउ ल्याऊ पकाऊ भनेर पकाएको चाहिँ यस्तो हुन्छ बुढी। अर्कै बुढी ल्यायो भने त फेरि चाउचाउ भन्ने यतिकै पकाइहाल्छ। चाउचाउ खाएर गइदिउँला भनेको झन्। चाउचाउ नल्याउने भएपछि अब आफै जानु पर्ला जस्तो छ। चाउचाउ लिनु जाने हो। खै यहाँको 50। फाइनली म चाहिँ चाउचाउ लिनु जाँदैछु होइन। चाउचाउ लिनु मानेन, त्यही भएर आफै जाँदैछु। म दोकान पुगेर भेट्छु, त्यहाँ देखाउने छु दोकान कस्तो छ के छ। तपाईँहरू पनि आउनु होला। म चाहिँ दोकान आइसकेँ नि त। आन्टी चाउचाउ छ?
दिन्न कस्तो भन्दा पनि त्यही त हो कि त्यो करेन्ट त्यो पिरोबाट हो त्यो दिनु एउटा अनि एउटा उयो करेन्ट चाउचाउ दिन्न 20 20 रुपियाँ रुपियाँ गोटाको हो। ए हो अँ अलिक ठुलो छैन छैन हुन्छ त्यो एउटा दिनु त्यो एउटा दिनु एउटा त्यो दुईटा दिनु अनि अर्को एउटा दिनु म चाहिँ फाइनली दोकान आइसक्यो दोकान आएर चाउचाउ पनि लिइसकेँ के पैसा लिनु त हामीले ल ल कति हो 60 अब म चाहिँ घर जान्छु घरमा पकाउँछु त्यही भेट्छु म चाहिँ चाउचाउ लिएर आइसकेँ अब पकाउँछु पकाउनु लगाउँछु बा पकाउँछ पकाउँदैन होइन पकायो भने राम्रै हो नत्र म आफै पकाउँछु हेर्दै गर्नु होला चाउचाउ पकाउनु लगाऊँ भनेको टोइलेट पनि 1 घन्टा बस्दो रहेछ हो हेत्तेरिका ओइ मायाले बोलाउने नाम हो नि त ओर्बी सकेन टोइलेट पनि 1 घन्टा बस्छ त थेत भोक लागिसक्यो मान्छेलाई ऊ निकाल्दैछ यहाँनिर चाउचाउ ल्याएर आएर पकेको अहिलेदेखि होइन होइन खाएर छिटो छिटो गरेर जाम भनेको आज झन् ढिलो भइसकिसक्यो आउँदै आउँदैन त पर्खेकै छु म घर यताउति डुलेकै छु घरमा चाहिँ हामी दुईजना मात्रै छौँ नि त त्यही भएर यहाँ चाउचाउ खाएर जाउँ बुढाबुढी मिलेर भनेर बसेको आउँदै आउँदैन हग्नु पनि ढुङ्गै हग्छौ कि क्या हो ल कति हग्यौ यो साबुन पानीले हात नहुँदै चाहिँ चाउचाउ पकाउने होइन फेरि हगाइ पनि हगाइ नै छ त हौ हगाइ पनि हगाइ नै छ आफू त 5 मिनट बस्ने हो फोन हेर्दै बस्ने हो सकेको पनि थाहा हुँदैन यस्तै छ होइन वरिपरि पुरै आज घाम लागिरहेछ यसले गर्मीमा किन ज्याकेट लगायो गर्मी छ भन्दै हुनुहुन्छ होला तर म चाहिँ घामले डढ्छ भनेर मात्रै ज्याकेट लगाएको नत्र म नाङ्गै हिँड्न सक्छु हाम्रो किचन चाहिँ यस्तै छ होइन अलिक गरिब हो नि त हामी त्यही भएर यो फ्रिज पनि दाइजो आएको भने फेरि यो फ्रिज पनि दाइजो आएको आफैले किन्नु सकिँदैन सब यो पनि गिफ्टै आएको गिफ्ट आएको कुराहरू राख्ने हो नत्र सबै किन्नु सकिँदैन यस्तै छ होइन केही छैन भन्दा मेरो सम्पत्तिको नाममा चाहिँ यही एउटा बाइक छ यतिमै खुसी नै छु म ल छिटो सुरुमा चाहिँ के हो प्याज लसुन हो ए प्याज टमाटर हेर्दै गर्नु होला अहिले प्याज टमाटर तास्ने काट्ने कार्यक्रम हुँदैछ फाइनली अहिले चाहिँ पाकिसकेको छ अब प्लेटमा निकालेर खानु बाँकी छ अहिले देखाउने नै छु हेर्दै गर्नु होला फाइनली अहिले रेडी भइसक्यो रेडी भएर प्लेटमा आइसकेको छ नि त कसले पकाएको अरे कसले भिडियोमा देखिहाल्नु भयो होला मैले नै पकाएको हो अब चाहिँ हामी खानु बस्छौँ नि त कस्तो छ के छ म टेस्टहरू भन्दै जान्छु ल अब म चाहिँ खानु लागिरहेको छु कस्तो छ के छ दे ठिक छ कस्तो भयो दामी रहेछ बबाल
अलिअलि नुन चर्को पिरो पिरो चाहिँ छ तर बवाल छ। को खाने पैसा छैन, चिसो पानी खायो, यो चाउचाउ खायो। अब काम गर्छु नि त म, के गर्छु कहाँ जान्छु तपाईँहरूलाई थाहा नै छ। त्यही भएर अब खाजा खाएर म चाहिँ काममा जान आँटेको। आज ढिलो भइसक्यो, मार्छ होला माथि। यतिको माया त चाहियो नि त, नत्र कुटै खान्छ। खाइ पनि सकियो, हेर्नु होला। अब धन्दाको पालो आएको छ, धन्दा कसले गर्ने अब हेर्दै जानु होला। कसले गर्छ त धन्दा, कसले गर्छ त? लु यस्तो के अरे पिएसएस पास गर्ने, जसले जित्छ जसले हार्छ त्यसले गर्छ। ल यहाँ ल कस्तो ल भन न कस्तो पिएसएस पास अरे? मलाई आउँदैन नि त। ए सिजर पेपर पो ए ल सिजर पेपर र ल फेरि सिजर पेपर र यस्तो कैँचीले गर्दैन, ए कैँचीले काट्छ त। यसले मुड्कीले हान्छ, यसलाई चाहिँ कैँचीले काट्छ। यसरी चाहिँ मुड्कीले हान्ने हो? मुड्कीले हानेर जितेको। अब म हारेँ कि फेरि रि? तिमी हार्यौ, म गर्दिनँ। फाइनली म चाहिँ सिजर पेपर रक हो कि पिएसएस पासमा म हारेँ नि त। त्यही भएर मैले धन्दा गर्नुपर्ने अरे। अब धन्दा पनि गरिदिउँ न त, के छ र। अब हारेपछि धन्दा त गर्नु पऱ्यो नि। हारिहाल्यो धन्दा। अब जान्छु धन्दा गर्छु, हेर्दै गर्नु होला है त कस्तो हुन्छ धन्दा गरे। आज विजय लिम्बूको धन्दा गरे कस्तो हुन्छ हेर्दै गर्नु। घर बसेपछि अलिअलि खाएपछि अलिअलि काम त गर्नै पर्यो नि, त्यही भएर हेर्दै गर्नु होला। सिजर पेपर रकमा हारिहाल्यो, धन्दा गराएको मचिँदैछ। यस्तै छ धन्दा गरे। भन लौ आई लभ यु मिलाउनु परेन। कति बाठो हौ, कहाँ हुन्छ त्यो सबै मिलाउने दामी तरिकाले। लाइनै गइदियो यार। विजय लिम्बूले धन्दा सजाउनु हुँदैछ। धन्दा होइन थाल भाडा त्यहाँ थाहा छैन अझैसम्म। अझैसम्म थाहा छैन विजय लिम्बूलाई कहाँ झुन्डाउनु भनेर। लिम्बू खानु मात्रै जानेछ लिम्बू। फाइनली अहिले हामीले सबै कामहरू सकेर आइसक्यौँ। कामहरू सकिसक्यो नि त। अब सिजर पेपर रक अरे त्यहाँ के हो कसो हो, म हारेँ भनेर मलाई धन्दा गरायो। रमाइलो नै भयो। नानीहरू चाहिँ स्कुल गइसक्यो। नयाँ हुनुहुन्छ भने सब्सक्राइब सेयर लाइक गरिदिनु होला। पुरानो हुनुहुन्छ भने पनि गरिदिनु होला।
यसो माया देखाउनु पर्यो नि त। हाम्रो भिडियो कस्तो लाग्यो के लाग्यो कमेन्टमा भनिदिनु होला। म यति भन्दै बिदा हुन चाहन्छु। बाई बाई।